आज हामी बोटानिकल गार्डन माउन्ट लफ्टी जाँदैछौँ। आज शनिबार विकेन्डमा कहिलेकाहीँ चाहिँ यसो बुढाबुढी हामी निस्किने गरेको छौँ। सल्सबेरी सिटीबाट करिब 45 मिनट जतिको ड्राइभमा हामी माउन्ट लफ्टी पुग्न सकिन्छ। अब हामी चाहिँ यो टनलभित्र छिरीमै नेपालमा नि यस्तै बनाउन आँटेको होइन, सुरुङ मार्ग, तर फन्नी सुरुङ मार्ग बनाएर प्रचण्ड शेरबहादुर केपी ओलीले चाहिँ हेर्नु सिक्नु पर्यो। प्रचण्डलाई फेसबुकमा पठाइदिउँ न यो भिडियो। Alright, finally we have arrived here and this is the parking area. अँध्यारो भयो नि त नि, अनुहारै देखेन। यो घाममा जानुपर्छ कि घाममा अहिले उता ठिक छ त। आज हामी बोटानिकल गार्डन माउन्ट लफ्टीमा हामी आएका छौँ। बुढाबुढीको डेटिङ गरेको सिक्रेट डेटिङ, कसैलाई नलिकन घरका सब मान्छेलाई घरैमा छोडेर दुईजना मात्रै। चाइनिज हेर्नु मान्छे त छाता उठेर बसिरहेछन् घाममा। के त्यस्तो साह्रो कस्तो दामी नेचर के आज है, मौसम पनि कस्तो दामी छ। तपाईँहरू पनि कोही अस्ट्रेलिया एरिया जानुभयो भने हामी तपाईँलाई यहीँ ल्याउँछौँ घुम्न, यही हो हेरिराख्नु सर। मात्र गन्तव्य पुग्नु हुँदैन, अनुभव पनि सुरु हुनुपर्दछ। रमाइलो दिनको सुरुवात यहाँबाट सुरु हुन्छ। घुम्दैछौँ है, घुम्दैछौँ। घुम्दैछौँ हामी। फुर्किँदैछ यो, फुर्किँदैछ। त मलाई बुढाले आज डेटिङ ल्यायो, मैले त पटक्कै ल्याएको होइन। त्यसो होला। आज पुरै फुल छ, प्याक छ गाडी। चेकिनुपर्छ यसरी पार्किङको, पैसा नदिकन चाहिँ हुँदैन। के गर्नु आँटेको तिमी? अब सामान निकाल्ने, हाम्रो ड्राई पिकनिक। सामान निकाल्छ, खानेकुरा। के ल्याएको छ आज? मैले चाम्रे, मासु, दाम, के हो त्यो? गेम स्टार्ट गेम स्टार्ट। ल मैले भनेको नि झोला चाहिन्छ भनेर। के को झोला? के हो यो?
गाइस व्हाट इज दिस पिकनिक हाम्रो पिकनिक सुरु भयो अलिकति पर मिलाएर एउटा बोक मेरो बोक न मलाई चाहिँ यसरी भरिया बनाएको छ यत्रो भारी बोकेर म हिँड्नु परेको छ यहाँ पनि यस्तो गर्नु परेको छ त्यही भएर साथी हो बेलैमा कुरा बुझिहाल्नु है समयमा बुझेरै बिहे गर्नुपर्छ है नत्र भने म यस्तो फेरि पछुताउनु होला नि तपाईँहरू पनि ल आज चाहिँ हामी यहाँ पिकनिक खान आएको अब उहाँले चाहिँ मेरो श्रीमानज्यूले हाम्रो लागि बस्ने ठाउँ सेटअप गर्नुहुन्छ अरे ड्राई पिकनिक म्याट अलिक बिचमा यता ल्याउनु न घाम हुन्छ नि त फेरि गर्नै पर्यो यति गरेन भने फेरि भरे माम खान मिल्दैन घरमा पाइँदैन होइन के छ बुढो अनि के ल्याएको छ यहाँ खोल्छु एकछिन यहाँ सेटअप हुन्छ हाम्रो पिकनिक खान ल्याएको अरे साथीले भिडियो खिच्ने सामान बाहेक केही ल्याएको छैन एउटा कुरा देखाउँछु ल के कुरा ल विश्वासीको तास ए तेरो क्यामेरामा त त्यस्तो खतरा देखिँदैन यहाँ प्लेनको हामी चाहिँ यता यस्तो डाँडा छ है हामी चाहिँ तलपट्टि सबजना उता बसेको छ हामी चाहिँ यहाँ एक्लै बुढाबुढी प्लेट ग्लास चटपटी बुझै छैन चाउ चाउ पानी यहाँ चाहिँ नि डाइनोसरको अन्डा छ अरे भित्र चिप्पिँदै बोल्दैछ यहाँ के छ म त जुत्ता खोल्नु पर्यो बुढोले बनाएको घरभित्र बस्न अहिले भएर जुत्ता खोलेर मात्रै बस्ने हो सिक्रेट ल अब चाहिँ हाम्रो पिकनिक सुरु भयो अब चाहिँ हामी खानेकुरा खान्छौँ खाइसके पछाडि हामी फेरि गेमहरू पनि खेल्नेछौँ तपाईँहरू हेर्दै गर्नुहोला बुढी हजुर के गर्नु भएको चटपटे बनाउन खोजेको अह तर
प्याज काट्ने छुरी नै ल्याउन बिर्सेछ अनि अब दाँतले टोकेर हाल्ने त होला नि कुनै योजना थिएन हाम्रो न त अभ्यास नै थियो न त गीतको सुर आउँछ न त ताल नै केवल हाम्रो सङ्गीतले प्रभुको महिमा गर्न थियो हामी भित्र बस यत्रतत्र गीत गुनगुनाइरहेको थियो बिना सुर बिना तालमेल तर यो आवाज त्यो हाम्रो भाव आत्माबाट निस्किएको थियो एक अर्काको छेउमा हरियालीको काखमा प्रेमको मौनताभित्र गुनगुनिएको त्यो गीत शब्दले व्यक्त गर्न सकिँदैन गीत मलाई मजा लागिरहेछ कि तर अब यहाँ आएको छौँ यसो गरौँ होला योलाई ऱ्यापअप गरेर एकछिन वाक गरौँ होला अनि घर जाउँ होला किन भन्नु त फेरि अहिले थाक्यो मजा चाहिँ फेरि गीतै मजा आइरहेछ यहाँ बसेर टक्कै प्याकअप गर त फ्याक अप गर्नु फ्याक अप मेरो गिटार खोल्देऊ त पहिले फोटो खिच्नु भनेको होइन गिटारमा कसरी खिच्ने भाइबाट दुइटा खिचेको छैन त होइन त्यो त अनि वीणा कि सारङ्गी के होइन खै के बजा जस्तो देखेको नि त्यसरी गर्छ नि यो सरस्वतीवाला क्या सरस्वती वीणा प्याकअप अब त्यत्रो खाएको छ पचाउनु पऱ्यो नि त अलिकति हिँडेर ल अब चाहिँ हामी प्याकअप गर्दैछौँ किनभने हामीसँग टाइम एकदमै कम्ती छ अब यसो हामी यो प्याकअप हानेर यो सामानहरू सबै गाडीमा राखेर चाहिँ गाडीमा राखेर कि यहीँ छोड्ने होइन गाडीमा राखेर अनि यहाँ अलिकति माथि राम्रो भ्यूहरू छ अनि हामी एकछिन त्यहाँ हेरेर हामी फर्किन्छौँ आज त्यही भएर आजलाई बाई 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 होइन के अरे एकचोटि फेरि भनिदेऊ त यसको बारेमा माउन्ट लफ्टी बोराले फल्काएर यति बेला हामी सिकाउनु भयो यो बाइक केही पनि छैन हो र कति आउनु कति के आउनु हप्ता एक वर्षमा कतिचोटि आउँछ तिमी एकचोटि अझै नै यस्ता रमाइलो पलहरू बाँडी नै रहनेछौँ धन्यवाद थ्याङ्क यू फर वाचिङ